बिस्तारै बिस्तारै त अगाडि ठोक्छ भान्जोरोमा जुराइदिउँ यस्तो देखिरहेको छु यस्तो यसरी हेरिरहेको छु ल भिङ्दै हो कि भिङ्दै हो कि कहाँ जानु लाग्यो सो हामी चाहिँ अब यसो दिदीकोमा जानु लाग्यो यता दिदीको आज रुम सर्ने भन्नु हुन्थ्यो कि यतातिर उहाँको रुममा यसो के भन्छ यसलाई काम आएन होइन काम आएन भनेको थियो नि त्यो उता रुम सर्ने भने यसो एन्ड्स बन्न जानु लाग्यो खासमा अनि यो चाहिँ हाम्रो मेरो बक्स है चिठा पर्खि परेन हेर्ने जस्तो हुन्छ प्राय खाली नै हुन्छ अहिले त खुलजा सेम सेम टुस 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 खाली 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 समझे दया हाँ सर इसका मतलब है इसका मतलब है जाऊ सर्भिसिङको लागि आएको छ त के सर्भिस बुक बोकेर आइरहेको थियो सो हाउ यु गोइङ अलिअलि हिँड बाँकी नै रहेछ अझ नि ट्वाक ट्वाक त्यसको गाडीहरू के आयो उठाइदिउँ त्यो केटीको गाडी रहेछ यार भर्खर जाने केटीको चप्पल पटाक पटाक आइरहेको छु म झन् टोपी लाएर बसिरहेको छु यार खै आयो नि दुइटा सहित मेरो खुट्टा कस्तो दुखिरह यार कसरी हो कसरी के यो होइन उतापट्टि हो ऊ त्यो टपमा हो क्या दिदीसँग लाग्यो त्यो चाहिँ यहाँनिर बिल्डिङ है ग्लेन लेकको 3टा बिल्डिङ छ यिनीहरूको हामी सेकेन्ड युनिट 2 भन्छौँ यिनीहरूले सेकेन्ड बिल्डिङमा अनि यो चाहिँ यता थर्डमा यो टपमा सर्नु लाग्यो यहाँनिर अहिले चाहिँ यता कर्नरमा हुन्छ खासमा अब यता कर्नर यता घाम आउने रुम चाहियो भने चाहिँ यता सर्नु लाग्यो ल नयाँ बिल्डिङको चाहिँ यस्तो सानो रहेछ कि है यो रुफ के धेरै बासनहरू बनाएको अलमोस्ट सिमिलरै छ छन् त यस्तरी आउँछ है मेलहरू चाहिँ यसरी राखिदिनु अब हाम्रो आछ कि छैन थाहा छैन म चाहिँ यस्तो देखिरहेको छु यस्तो यसरी हेरिरहेको छु ल भिङ्दै हो कि भिङ्दै हो कि कहाँ जान्ला यता आएकी झैले बाटो बिर्सिन्छ यार होइन लिफ्टमा जाने नि अनि बिचमा चाहिँ 312 रुम नम्बर चाहिँ यो अगाडिको रुममा बिचको घारा कुरो गरेर राखिरहेको छु त मागो हेलो के छ परा नि अब बिस्तारै यसो भिडियोहरू बनाऊ कि भनेर यो प्लान चाहिँ कसरी लाग्ने होइन परा नि के छ छैन नि त्यही अल्झिरहेछ टिटिट खेलेर आएको कस्तो केसा यो के अरे दिदीले छोप्ने यति ठुलो राखेको छ कि त्यो वार हुँदाखेरि यस्तो छोप्ने छ यो चाहिँ यस्तो छ
आर्दाखेरि छेक्ने करायो होला नि त्यो उयो यो होइन करायो होला ऊ बिचरा चाहिँ खोजेर गर्छ रेलगाडी छुक 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 कस्तो होमलेस पारा देखेर तिमी त छ्या हो त्यो होमलेसहरूको मात्र हुँदैन त्यस्तै देखिरहेको छ राति बस्छु भाइ भिख मागे रे चट अगाडि फर्कछु पछाडि बिस्तारै बिस्तारै त अगाडि पुग्छ धेरै राम्रोसँग सुयोग यस यस मोबाइल छ भेजिने कतिमा सल्लाह रे 200 यो साइडमा उता खाली छ नि उता छिर नि तिमी पहिला सिधा त सिधा पका हतारमा सिधा त यहाँ छिर्नु पऱ्यो त्यो यस्तो भ्यू भएको रुम मजा साह्रै दिएर स्याल भएर बिरिन्छ यतापट्टि छ हामी साइकल चुराउनु लागिरहेको छ मैले भित्रै साइकल चलाएर बसिरहेको छौँ भान्जुरोमा जुराइदिउँ हो छँदै छैन ए सोच्दै छ मैले त्यहाँ घुमाएर आउँछ अगाडि गएर यो चाहिँ अब बाबुको साइकल दुइटा हुन्छ के भयो त्यही साइकल चलाउँदै अब साइकल पनि यस्तो स्विफ्ट गर्दै अर्को रुममा कम रमाइलो छ अपार्टमेन्ट बिचमा साइकल चलाइदिने यसरी ल हिँड्यो हिरो भएर कसलाई ढोका खोल्नुहोस् त भाइ यतातिर चाहिँ यस्तै हुने रहेछ क्या साइकल लिएर भित्रै यसरी हाल्ने रहेछ खुसी छ उसको दुईवटा साइकल आयो तर ल यो पनि हालिदिउँ त माइजो आउँदैछ फेरि यसो रोठा लानुपर्छ यहाँ चाहिँ ल हाइट के रे हो बाइक किन्यो भने बाइक नै यसरी हाल्नुपर्छ होला है पने यो पनि पार्किङ लट होइन यस्तो माथि छ हाम्रो पार्किङ लट होइन त सत्ता हाल्यो अब देवी देवता ल्याउँदैछ नि अरे
गाडामा त्यहाँ कोर छ है, कोर छ भित्तामा कोरला नि हजुर। यो चाहिँ सामान सारिसकेपछि हामी त परा नि यतिको सामान सारिसक्यो आज अलिअलि बाँकी रहेछ। अब अलिकति सारौँ, सारिसकेपछि अलमोस्ट काम सक्यो आजको। एनर्जी नै उडिसक्यो यार एनर्जी नै उडिसक्यो नि। सो ग्यास स्टेसनतिर एलपिजी घुमाउँदैछु, त्यसमा यसो गसप गरौँ भनेर खासमा बाहिर निस्कियो आफ्टर सुटिङ सबै सामान। वा नयाँ नोट रहेछ त, राम्रो रहेछ त 10को, धेरै पछि 10को देखेँ मैले आज। ल अन्त निस्किन्छ कति 10 बजीसम्म त्यो हजुरको यस्तो चाहिँ यहाँ गाडी गाडीबाट आइन्छ। अब हामी यसै गाडी हेर्दै घुम्ने हो भने त यतैबाट घुमेर जानु पऱ्यो है। यो चाहिँ यसो बाहिर निस्केको खासमा घुमाउँ भनेर। यो डजको गाडी हो, डज च्यालेन्जर होला जहाँसम्म मन लाग्छ। डजको च्यालेन्जर गाडी हो। यहाँ चाहिँ ग्यास स्टेसन हो, यसो पेट्रोल पम्प भनौँ न होइन। अनि सानोतिनो सामानहरू पाउँछ क्या। मैले हिजो सोरुम देखाएको थिएँ नि हजुरहरूलाई, ड्रामको डजको सोरुम भनेर भनेको थिएँ नि हिजो। सो यहाँ यो नयाँ डिस्कभरी नेपालमा लन्च भएको छैन है, नयाँ मोडलको डिस्कभरी। अनि दिस इज डिफेन्डर, यस्तो दामी छ गाडी है डिफेन्डर। यो पनि लन्च भएको छैन, यत्तिकै नयाँ गाडीहरू सबै नयाँ गाडीहरू। मैले भनेको थिएँ नि ऱ्याम सोरुम द वान मलाई मनपर्छ भनेर भनेको थिएँ नि गाडी। दिस इज इट, एकदमै सब बाहिरै हुन्छ कि यत्रो गाडीहरू चाहिँ, केही पनि भित्र हुँदैन। अनि ठ्याक्क ग्यास स्टेसनतिर आउँदै भनौँ न, चोकतिर नै छ यो चाहिँ। अनि अर्को भनेको यो पोर्से सोरुम, यो कम्फर्टेबल हो, यस्तो दामी छ यो गाडी पनि। यहाँ आउँदाखेरि यो गाडी आँखा त जान्छ क्या। साइड रङ बटन पो ठिचेर बसेछ त हौ। यो क्यामेरा ब्याक गर्ने अप्सन भएन क्या यसमा खासमा, त्यही भएर चाहिँ यस्तो भइरहेको हो। अब उता पुगेर चाहिँ कुरा गरौँला है, बाटो बिचमा कति कुरा गर्नु। नभए आई विल बी ब्याक इन नेक्स्ट ब्लग है, भएन भने चाहिँ म नेक्स्ट ब्लगमै आउँछु। अहिले चाहिँ यतितिर सघाइदिन्छु। उता अब दिदीकोमा गएर काम अलिक गर्नै पऱ्यो है, त्यही टाइम लाग्छ होला जहाँसम्म लाग्छ। बाबाई यसको लागि चाहिँ रेलगाड़ी छुक 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 बीच वाले स्टेशन बोले रुक 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 लोहे की सड़क लोहे की सड़क।